हेलो गाइज, फेरि पनि हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ। म हजुरहरूलाई आज यस्तो कुरा सिकाउन जाँदैछु आजसम्म कसैले हजुरहरूलाई सिकाएको छैन र हजुरहरूलाई आउँदैन पनि। त्यो हो पानी कसरी खाने, पानी कसरी पिउने। पानी पिउनको लागि चाहिँ मेन भनेको फर्स्ट कुरा भनेको कोका कोलाकै बोतल हुनुपर्छ। कोका कोलाको बोतलमा पानी भर्नुहोस्। अनि सुरुमा यसरी बिर्को खोल्ने हो, यसरी खोल्नु सुरुमा। तपाईहरुलाई मलाई थाहा छ तपाईहरुलाई पानी पिउन आउँदैन, लाज हो र। अनि पानी पिउनको लागि चाहिँ अब यो पानी भयो नि, यसरी तपाईहरु यसरी खानुहुन्छ, यसरी खानुहुन्छ सबै मान्छेहरुले। तर यसरी खाने हैन, खाने भनेको यसरी हो। यहाँ एउटा हातले मात्र पकाउने, दुईटा हातले कुल देखिनुपर्छ यसरी। प्रायः जसो मान्छेले मुखमा हालेपछि एकैचोटि निल्छ, गुटुक्कै। गुटुक्क निल्ने हैन, सुरुमा आधी निल्ने हो अनि त्यसपछि आधी निल्ने हो। पानी खान नै सिकाउनुपर्छ। यसरी हो क्या, प्रायः जसो मान्छेले यसरी खान्छ। यसरी एकैचोटि निल्छ। सुरुमा आधी खाने हो, त्यसपछि आधी खाने हो। बोतल चाहिँ कोका कोलाकै हुनुपर्छ, अरूले हुँदैन। नेपालीको भाइ हुनु पर्यो नि त पानी खानु। यही हो गाइस, पानी खाने। अब जति खानु मन छ खानु, अनि बिर्को लगाउनु हो क्या। पानी खान सिकाउनु पर्छ। बिर्को फेरि यसरी लाउने है, यसरी। ल हजुरहरूसँग अर्को भिडियोमा भेटौँला। बाई बाई।